हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल। नमस्ते, गुड इभिनिङ सबैजनालाई। म चाहिँ आज अहिले कामबाट आफ्नो रुमतर्फ जाँदैछु। त्यसै सानो भ्लग बनाइदिउँ भनेर। के गर्नु अब, काम भनेपछि काम आफ्नो धर्म नै हो। त्यही भएर बिदा पनि पाएको छैन खासै। त्यही भएर अब घर जानु पनि कहिले हो थाहा छैन। अब एक दिन दसैँमा जान त जान्छु। अहिले सहरतिर पनि दसैँको चहलपहल आइसकेको छ है। म चाहिँ के हुन्छ भने दसैँमा गाउँघरतिर एकदमै रमाइलो हुन्छ सहरभन्दा। सहरतिर पुरै सुनसान अँध्यारो छ। म चाहिँ एउटा सानो छोटो मेरो कुरा राखौँ भनेर यसो। अनि तपाईँहरूलाई पनि आरामै होला है, सन्चै होला। पक्कै पनि खाना खानुभयो होला। सबै मेरा युट्युबका साथीहरूलाई एकदमै सम्झिन चाहन्छु। र जति पनि मेरो युट्युबका साथीहरू पहिलेका भान्जाहरू अथवा भाइहरू जो मेरो युट्युब च्यानलमा सामेल थिए, उनीहरू आज मसँग छैनन्। उनीहरू आफ्नो काम कर्तव्यले गर्दाखेरि, आफ्नो पढाइले गर्दाखेरि सबैजना आफ्नै ठाउँतिर छन्। त्यही भएर खासै युट्युबको भिडियोहरू पनि, कमेडी भिडियोहरू पनि ल्याउन सकेनन्। अनि बिचमा झन् सबै छुटेर गए। अनि अब अहिले के भ्लग भनेर सबैले वास्ता नि गर्न छोड्यो। मैले पनि छोडेको थिएँ। मैले चाहिँ मेरो भान्जालाई जिम्मा दिएको थिएँ। भान्जाले खै के गर्यो, जेस गर्न त गर्यो। युट्युबहरूलाई धेरै प्रोग्रेस पुर्यायो। अहिले चाहिँ मेरो युट्युब च्यानलमा चाहिँ अलिकति समस्या आइरहेको छ। रियुज कन्टेन्टहरू बनाएको कारणले गर्दाखेरि अहिले मोनिटाइजेसन हुन सकेको छैन। त्यसै कारणले गर्दाखेरि अलिकति दुःख गर्नुपर्ने छ। अझै म चाहिँ आफ्नै टाइम निकालेर अथवा भान्जालाई भनेर युट्युबमा चाहिँ भिडियोहरू ल्याउने कोसिस गर्नेछु। आज चाहिँ मैले एउटा सानो भिडियो चाहिँ ल्याउने कोसिस गरिरहेको। र अहिले एकदमै अँध्यारो पनि भइसकेको छ। अहिले गाउँघरतिर एकदमै पहिलाको दसैँतिरको पलहरू याद आउँछ के, साथीहरूसँग मिलाइरहेको। अहिले त न त साथी न त के, सबै आफ्नो जिम्मेवारीले थिचेपछि चाहिँ एक्लै हुनु पर्दो रहेछ। सहरमा कोही कसैको आफ्नो आफन्त हुँदो रहेनछ। अब सहरमा आफैले गर्न सक्यो भने हो, न त ऐचो पैसाको कुरा नै मिल्छ है। म चाहिँ अब केही समयपछि चाहिँ रुम पुग्छु। रुम पुगेर अनि त्यसपछि फ्रेसअप भएर खानासाना बनाएर अनि खाना खाइसकेपछि आराम गर्छु। अहिले चाहिँ एकदमै अँध्यारो छ। सहरतिर बत्तीहरू त बलिरहेको छ, तर अझै दसैँ छाएको छैन। दसैँभन्दा चाहिँ तिहारमा चाहिँ एकदमै मस्त रमाइलो हुन्छ। देउसी भैलो पनि खेलिन्छ नि त। अनि त्यही भएर तिहारमा एकदमै भाइटिकाहरू पनि लगाइन्छ। अनि त्यसपछि दसैँमा नि लगाइन्छ लाउनु त, तर खासै दसैँको जस्तो चाहिँ तिहारमा बढी रमाइलो हुन्छ। तिहारमा किनकि देउसी भैलो गीतहरू अनि देउसी भैलोहरू पनि धेरै खेलिन्छ। त्यस कारणले गर्दाखेरि तिहारमा एकदमै रमाइलो हुन्छ। तै पनि आजभोलि सबै मान्छेहरू एकदमै रमाउन छोडिसके। आफ्नो धर्म संस्कृतिहरूलाई चाहिँ छोडेर विदेशीपनतिर एकदमै रमाइरहेका छन्। आफ्नो संस्कृति के हो,
कसो हो त्यो पनि अहिलेका बच्चाहरूलाई चाहिँ अधिकांश बच्चाहरूलाई चाहिँ थाहा हुँदैन। त्यही पहिलाको जस्तो चाहिँ एकदमै धेरै कुराहरू चाहिँ हराएर गइसकेको छ। अब हामीले नै संरक्षण गर्ने हो, संस्कृतिलाई जोगाउने हो। त्यसैले म चाहिँ सकेसम्म चाहिँ मेरो जुनसुकै धर्म भए पनि एउटा हिन्दू सनातन धर्मलाई चाहिँ कहिल्यै बिर्सिँदैन। आफ्नो चाड संस्कृतिहरूलाई म बिर्सिँदैन। अब चाहिँ म केही समयपछि चाहिँ आफ्नो रुम पुग्छु अनि त्यसपछि म सबै कुराहरू रुम पुगेपछि मात्र फ्रेसअप भएर अनि त्यसपछि आफ्नो ओछ्यानमा आराम गर्छु। अहिले चाहिँ दसैँको अलिअलि पन छाएको छ र म रुममा चाहिँ एक्लै बसेर काम गरिरहेको छु। बसेर अरूको घर भाडामा बसेर काम गरिरहेको छु। त्यसैले गर्दाखेरि चाहिँ गाह्रो छ। सहरतिर पनि मान्छेहरूको घुलमिल चाहिँ अथवा भिडभाड चाहिँ अलिकति देखिन थालेको छ, किनकि दसैँ आइसकेको छ नि त। त्यही भएर अहिले रोड पनि सुनसान छ। रोडमा हिँड्दाखेरि पनि अलिकति रमाइलोपन महसुसहरू भएको जस्तो लाग्छ मलाई। मेरो रुम चाहिँ लगभग काम गर्ने ठाउँदेखि लिएर लगभग 15-20 मिनटमा पुगिन्छ। अब केही समयपछि म पुग्ने नै छु। अहिले खेतहरूमा धानहरू पनि लहलह झुलिरहेको छ। गाउँघरतिर पनि धानहरू झुल्ने बेला आइसकेको छ। अनि कोदोहरू पनि फुलेर ढकमक्क भएको छ। अब दसैँमा अब के अब रङ्गी बिरङ्गी फुलहरू पनि फुलिरहेछ है, फुल्न थालेछ। जस्तो रमाइलो लाग्छ यस्तो दसैँ तिहार आउँदाखेरि। ल यसो सबैजना साथीहरूलाई मेरो सानो छोटो मिनी भ्लगमा एकदमै सम्झिन चाहन्छु है। सबैले लाइक, कमेन्ट, सब्सक्राइब, सेयर गरिदिनु होला। सबैले माया गरिदिनु होला। यति नै भन्न चाहन्छु। अल अफ यु सबैलाई गुड नाइट छ है त।